केडा हो नेपाल वुमेन्स टिम T20 वर्ल्ड कपको सुपर 6 मा जान्छ कि जान्न भनेर भोलि थाहा हुन्छ केडा हो। इफ नेदरल्यान्ड भर्सेस थाइल्यान्ड म्याचमा थाइल्यान्डले जित्यो भने चाहिँ नेपालले स्कटल्यान्डलाई ढुक्क तरिकाले धोबी हानेर जित्नुपर्छ केडा हो। धोबी भन्दा नि धोबीकै केडा हो। जस्तै फर्स्ट ब्याटिङ गर्यो भने 150 प्लसको टार्गेट नेपालले दियो भने 50-55 को रनले नेपालले स्कटल्यान्डलाई भोलि हराउनुपर्छ। इफ ब्याटिङ सेकेन्डमा आयो भने चाहिँ लगभग 150 को टार्गेट 13-14 ओभरमा चेज गर्नुपर्छ केटा हो। तर नेदरल्यान्ड भर्सेस थाइल्यान्डको गेममा नेदरल्यान्डले थाइल्यान्डलाई जित्यो भने चाहिँ केटा हो नेदरल्यान्डले नेपाललाई हेल्प गरे जस्तो हुन्छ कि केटा हो। किन भन्दा हामी स्कटल्यान्ड भर्सेस नेपालको म्याचमा स्कटल्यान्डलाई जसरी पनि के केटा हो जित्नै पर्छ फेरि केटा हो। त्यो जस्तै आनन्दले ढुक्क खेलेर जित्नुपर्छ के केटा हो त्यो गेममा चाहिँ। किनकि हामीलाई रन रेटको प्रेसर हुन्न नि त। अनि किन भन्दा थाइल्यान्डको माइनसमा रन रेट होइन अनि स्कटल्यान्डको चाहिँ प्लसमा छ कि केटा हो। त्यही भएर स्कटल्यान्डलाई प्लसमा रन रेट भएको कारणले स्कटल्यान्डलाई अलि फाइदा छ कि केटा हो। किन भन्दा नेपालको चाहिँ माइनस रन रेटमा छ के बुझेनस् केटा हो। अनि के नेपाल सुपर 6 मा पुग्ला त केटा हो भन् त कमेन्टमा।